सावित्री टन भनेको नै हो। हेर्नुहोस् उहाँ एकदम दिन दुखीलाई सेवा गर्ने सहयोग गर्ने मानिस होइन। उहाँको केही टेन्सन छैन अरू। उहाँले त्यस्तो नराम्रो काममा हात हाल्नु भएको छैन। मलाई जहाँसम्म लाग्छ राम्रै काममा हात हाल्नु भएको छ। तपाईँको पैसा पक्कै पनि सक्छ। मैले उहाँ ल्याइदिएछु हजुरलाई होइन। अब तपाईँ त्यही कुरा गर्नु होला मिलाएर, बुझ्नुभयो नि? हजुर हुन्छ दाइ, भेटाइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। जाऊ सावित्री टनसितै कुरा गरौँ। सावित्री टन नमस्कार। नमस्कार नमस्कार। ल बस बस। अनि एक्लै बस्नु भएको त? होइन, तिमीहरू आज कताबाट आयो? उसलाई त चिनिनँ नि मैले। उहाँ बाटोमा मैले भेटेँ, सावित्री टनलाई खोज्दै हिँड्नु भएको रहेछ। सावित्री टन कहाँ हुनुहुन्छ भनेर अनि मैले तपाईँ भठान ल्याइदिएको नि। चिन्नुहुन्छ उहाँलाई? अलि राम्रो चिनेको छैन मैले। भन त। मलाई चिन्नु भएन? अहिले त चिने, त्यो बोलीबाटै चिने। तिमी रमेश होइन? हो रमेश हो नि। अनि तिमीलाई सावित्री टनले 30 लाख पैसा लगेको छ। अब मेरो पैसा डुब्यो, मेरो मिहिनेत गयो भनेर पिर लाग्यो होला होइन? हजुर हो। पिर मान्नु पर्दैन। किन भन न? किन? मैले तिम्रो घरमा गएको नि थिएँ तिमीलाई सान्त्वना दिन्छु भनेर। जाँदाखेरि तिमी जङ्गल घाँताउरोमा गएको रहेछौ। त्यहाँबाट तिम्रो परिवारलाई मैले भनिनँ। म सर्लक्क फर्केर आएँ। तिमीले सबैभन्दा मेरो विश्वास लागेको छ? लागेको छ कि छैन? अब विश्वास त कसरी गर्नु र? अब 4 दिनमा फिर्ता दिन्छु भनेर 30 लाख रुपियाँ लैहाल्नु भयो, 60 लाख दिन्छु भनेर। त्यसपछि अब सम्पर्कमै आउनु भएन, भेट भएन, केही भएन। म त यसो हल्ला सुन्दै सुन्दै डुल्दै डुल्दै यहाँ आएँ। अनि हजुरलाई भेट्न सकिनँ। टुप्पी दादा भन्ने एउटा नाम सुनेर उहाँसँग भेट हुन गएको थिएँ म त। के भने त टुप्पी दादा? कसरी भए पनि तिम्रो पैसा अब निकालिदिन्छु भनेर भन्नुभएको छ। टुप्पी दादाको विश्वास छ कि सावित्री टनको विश्वास छ? अब विश्वास त अब पहिला थिएन, अब भेट हुन पाएँ, अब त विश्वास लागेछ। अब पिर गर्नु पर्दैन। तिम्रो मिहिनेत, तिम्रो धन मैले नराम्रो ठाउँमा लगनी गरेको छु। गरिब दुखीलाई उद्धार गर्दैछु। तिम्रो पैसा डुब्दैन। 3 महिना धैर्य त गर, ढुक्क भएर बस। टुप्पीको सङ्गत गऱ्यौ भने चाहिँ म सुख पनि दिन्न। तिमीले मेरो विश्वास गर्यौ भने एउटा कुरो ख्याल राख। टुप्पीले के कुरा गर्छ, कसको के गर्छ, तिमीहरू दुईजनाले त्यसको चाहिँ खुब मिलेको जस्तो गरेर चासो गर्नुपर्छ। बुझ्यो? अब ढुक्क छ? अब पिर नगर। सावित्री टनलाई भेटेको नभन्नु नि। टुप्पी दादा त उडेको चरो खसाल्ने छ नि फेरि। तिमीहरूलाई नै तलब दिएला है? बुझ्यौ नि? अब ढुक्क हो ल। ल भाइ ढुक्क भयो भने त हजुर। अब सावित्री टनले भनिहाल्नु भयो तपाईँको ढिलो चाँडो तपाईँको पैसा उहाँले दिनुहुन्छ। तपाईँ टेन्सन नगर्नुहोस्। अब हजुर जस्तो मान्छेलाई मैले अब नराम्रो सोचेर पहिला उता उस गरेँ, भेट भएँ। अब त विश्वास लाग्यो। अब हजुरकै भरोसामा छु। जसरी हुन्छ पैसा चाहिँ फिर्ता गरिदिनु होला। 3 महिना धैर्य त गर न। हस् यत्रो त गर। हुन्छ, केही भयो। ल है त, ढुक्क हुनु। मदेखिबाट केही बेमान हुँदैन। ढिलो चाँडो हुन्छ, बेमान कहिले हुँदैन है। हस् हस् हुन्छ। ल जाउँ। बिचारा यस्तोको पैसा म खाउँला र? काठ चिरी चिरी कमाएको यसले धन मेरो यही 2 आँखाले देखेको छु। यसलाई त रातको निद्रा न दिनमा भोक त भयो। हो नि भने आज धेरै मर्निङ वाक पैसा लाने कि एकदम गर्मी छ। एकछिन आराम गरौँ क्या? हुन्छ तेरिका बसौँ एकछिन। आए मरे बिहान मर्निङ वाक पनि लामाझी धेरै गरिएछ। तातो भात खाएर आएको, निन्द्रा पो लाग्ला जस्तो। यो शीतल छारीमा एकछिन सुतौँ बरु। सुताउन त होइन? हो सबैजना यो पेटलाई पनि आराम दिउँ न एकछिन। सुतौँ एकछिन ल। ए तेरिका
ले पैसा लेन फेरि पैसा ले मेरो तेरो बुढी पड्काएर कति पड्काउँछेस् लेन पैसा ले मेरो पैसा ले के भयो टुपी दादा सपना देख्यो कि के हो दादाले सपना देखे जस्तो छ मेरो पैसा के भयो टुप्पी दादा के भयो तिमीलाई पो प्रथमलाई ठुसेर खुवाएको छु र चिन्ता छैन मलाई कति चिन्ता छ त्यो फ्याउरीले त्यो 60 लाख लगेको जहिले पनि यसो ढल्क्यो कि त्यही पैसाको जजलको आएर सुत्नै दिन्न त्यसले मलाई होइन टुपी दादा तपाईँले सपनामा नि पैसा देख्नुहुन्छ तपाईँको पैसा अवश्य उठ्छ चिन्तै नमान्नु खै टुप्पी दादाको त यो हालत रहेछ मेरो पैसा उठाइदिएला नि त खै हामी जस्तो जाङ्गो हुँदा हुँदै त्यो सावित्री दनले पैसा खान सक्छ हामी जसरी उठाइहाल्छ नि उठाउन जान छौ म लागि परेर पछि लाग्दा त उठाउन सकेका छैन तिमीले उठाउँछौ तिमीले त यी पेट फुट्ने गरेर खाना मात्रै जान छ हेर पेट मात्रै छ यही लजको मर्नु के भयो पट्टीलाई के भयो मेरो त के भयो अन्त के भयो यो मान्छेको भर छैन टुपी दादा यसको पारा हेर्न नि पारा के भयो जान पैसा मात्रै हेर्नु होइन बस बस के भयो किन हस्याङ खुस्याङ गर्दै आएको के भयो तँलाई भन् त सावित्री डन हजुर जाँदै सोचेर बस्ने पीडामा बस्ने कहिले हामीहरूसँग केही कुरै नगर्ने हामी यत्रो हजुरसँग पछि लागेर हिँड्दा हजुरको मनकै कुरा हामीले बुझ्न सकेनौँ किन यसरी सोचेर बस्नुहुन्छ तपाईँ भन्नु त खै डन हाम्रो मुटुको कुराले जो मुटु हो भन्नुहुन्छ डनले खोइ मनमा लागेको कुरा के हो केही पनि बोल्नुहुन्न के रहस्य छ त म्याडम हाम्रो त यसो कुरा खोल्यो हुन्थ्यो नि केही खोल्नुहुन्न हामी त पछि लागेर हिँड्नुपर्छ डन भनेपछि मर्यादै गर्छौँ हजुरले त अब मनको कुरै खोल्नुहुन्न के गर्छ है सावित्री डनसँग सधैँ हामी हिँडिरहेछौँ के रहस्य हो केही कुरै बुझ्न सकेको छैन टुप्पी दादादेखि गएर सबैको दुश्मन हुनुभएको छ अहिले त फेरि नयाँ पनि थपिनु भएको छ मनमा के पीडा छ हामीलाई पनि भने थाहा हुन्थ्यो नि त सावित्री डन आज त सावित्री डन हजुरको मनको कुरा हामीलाई भन्नै पर्छ तपाईँले आज त हामी भनेरै छडाउँछौँ के हो सत्य सत्य सबै भन्नु आज हामीलाई तपाईँको पीडा हाम्रो पनि पीडा हो के तिमीहरूले मेरो जीवन कहानी सुन्न चाहन्छौ होइन त सावित्री डन हजुरको मनको कुरा त भन्नै पर्छ भन्नै पर्छ ल सुन म किन आज सावित्री डन भएको छ थाहा छ तिमीहरू मेरो मुटुको कुरा भएर आज मैले तिमीहरूलाई सेयर गर्दैछु म पनि एकदम धनी बाउको छोरी म कहिल्यै पनि मलाई मेरो बाउले एउटा घाममा सुत्दा हिँड्न नदिने मेरो छोरा छैनन् मेरो छोरीले भोलि मेरो धन छँदैछ जसरी नै सुख पाउँछ मेरो छोरीले भनेर मलाई थै पारेर बाबा मम्मीले राख्नुभयो त्यहाँदेखिबाट मेरो 4वटा दिदीबहिनी धनी घरमा परे अनि मलाई मेरो बाबाले गरिबै घरमा बिहे गर्नुभयो बिहे गर्नुभयो सासू साह्रै कडा म घाँस दाउरा गर्न सक्दैनथेँ नसकेपछि मेरो जीवनमा के घट्न भयो थाहा छ मलाई हात घोडा बाँधेर भकारीमा हालेपछि मैले के सोचेँ मेरो बाउको इज्जत धान्छु भनेर म अठन्ती दिँदाखेरि के भयो त्यतिखेर मेरो बाबा आइपुग्नु भयो कसले कुरा लगाइदिएछ तिम्रो छोरीलाई भकारीमा राखेको छ तिम्रो छोरीको ज्यान बचाऊ भनेर खबर पुगेछ मेरो बाबा आउनुभयो आएपछि के भयो थाहा छ बाबा आउनुभयो आएपछि के भन्नुभयो थाहा छ
मेरो सावित्री तिमी कहाँ छेउ? तिमी गर्वमा आएपछि म धेरै धनी भएको थिएँ। मेरो बाबालाई कुण्ठमा छ, मलाई बताइदियो भन्दाखेरि एकजना को सानो 9 वर्षको बच्चाले मलाई भकारीमा हालेको देखेको थियो। देख्दाखेरि के भयो थाहा छ? हजुर बुवा तपाईँको छोरीलाई भकारीमा राखेको छ भनेपछि मेरो बाबा माथि जानुभयो। मेरो बाबा सानो तिनो मान्छे होइन, गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो मेरो बाबा, जानुभयो। मलाई त्यतिखेर के भएको थियो, मेरो होस थिएन, मैले थाहा पाइनँ। मेरो बाबाले निकाल्नु भयो, त्यहाँबाट निकाल्नु भएछ। अब निकालेर घर अगाडि ठुलो थियो बगिरहेको, त्यहाँ लगेर मलाई नुहाइदिनु भएछ। नुहाएपछि मेरो होस आएछ। आएपछि मेरो बाबाले छोरी त बहादुर छोरी होस्, कहिले घर गरेर खा भनेर मलाई 5000 पैसा त्यो बेलाको जमानामा दिनुभयो। दिएपछि मैले के गरेँ त्यो पैसा भने, ओहो म जस्तै पिँढी आमा, अर्काको छोरी, अर्काको बुहारी, म जस्तै पीडित त होला नि। अब यो मेरो बाबाको हातको पैसाले म केही गरेर गरिब दुखीलाई हेर्छु भनेर म सोचेपछि मैले 3 दिन घरमा खान पाइनँ, मलाई दिएनन् खान। मेरो आमाले खट्टे चिउरा भुटेर पठाउनु भएको थियो, त्यो मैले खाएर एक मुठी पानी खाएर बसेपछि म त्यो रात म त्यो घरबाट हिँडेँ। त्यो घरबाट हिँडेपछि के भयो थाहा छ? एउटा सिमलको रुख थियो, त्यो सिमलको रुखमा एउटा डुन्डुर थियो। गोगन सर्पहरू तराईको ठाउँमा यसरी लाग्थ्यो। मेरो ज्यानको मलाई मतलब भएन। त्यहाँदेखिबाट म त्यो डुन्डुरभित्र पसेँ। त्यहाँ बसेर म बसेँ। बाघ पनि करायो त्यो जङ्गलमा, बाघ करायो, सर्प अगाडि आयो, 3टा सर्प। भगवान् मलाई बचाऊ, मैले गरिब दुखीको केही उद्धार गर्नु छ। म जस्तै पीडित अर्काको छोरी पनि यस्तै भएर म उद्धार गर्छु भन्ने मैले सोच राखेर मैले जन्मभूमिको यसरी कसम खाएँ कि म अबदेखि कुनै आमाले छोरीको लागि आँसु नखसालोस्, कुनै अर्काको छोरीले अर्काको घरमा गएर आँसु नखसालोस्। ओइ के भयो तपाईँ? के भयो छिटो भन्? सावित्री डन! ए तिमीहरूले कोही त्यहाँबाट दिएको सुन्यौ? मैले सुन्छु, तिमीहरूले के सुन्छौ? प्रदीपको आवाज मैले सुनिसकेँ। प्रदीपलाई केही अप्ठ्यारो परेको छ। ल अहिलेलाई जाउँ, आऊ जाउँ, छोड्नु हुँदैन। यो प्रदीपलाई केही आपत परेकै छ। यो कुन ठाउँमा छ मैले थाहा पाउन सकिनँ। प्रदीप! मैले पत्ता लाग्न सकिनँ, एकचोटि आवाज दिएन। सावित्री डन! ल म पिरनगर म आइपुग्छु। ल पत्ता लाउँछु अब म। प्रदीपलाई केही भइसक्यो। हिँड न हिँड, केटी हो हिँड, छिटो गएर हिँड। ए दादा मुख नदुल्नुहोस्, मर्न सक्छ। आमाजी यो मुद्दा पहिला त हाम्रै मान्छे हो नि है। भएर के गर्नु, अहिले भएन। यताको गर्ने उता गर्ने त्यो त चम्चे बन्यो नि त अहिले। यो हावा सरी अरे छिनी आइपुगी। आज 5 स्टोन आज थाहा पाइस् केटा हो यस्तै अरे छिनेरो पछि लाएर हिँड्छिस् नि। उठ उठ। नै मारेन सावित्री डन मलाई त। म हुँदै कसैले मार्न सक्दैन। पिर नगर, हिँड ल हिँड। भन्न सिद्धिया छ है यसलाई। आया